What's up guys, welcome back to my channel and you're watching Mr. Avi TV react reaction video अझै होइन भ्लग हो गाइज के छ हालखबर सबैजना सन्चै हुनुहुन्छ आई थिङ्क आज एकदमै फ्रेस दिन त परेछ होइन पानी परिरहेछ त्यही पनि आई थट द्याट लेट्स मेक अ भ्लग होइन धेरैजना मान्छेले कुरिरहनु भएको थियो कि तर जे कुरिरहनु भएको थियो त्यो आउँछ गाइज त्यसको रिजन पनि भन्छु म होइन बाइ द वे फर्स्ट अफ अल आई लाइक टु से द्याट भिजा सिजा इस्यु सब सर्ट भएको छ सो थ्याङ्क यू सो मच जसले पनि टेक्स्ट गर्नुभएको थियो त्यो अब चाहिँ फेरि चाहिँ के भयो भने अब यहाँ बस्ने अब धेरै भएपछि यहाँ अलिकति घरको चाहिँ रेनोभेसन धेरै थियो कि भन्नाले मलाई अलिकति रेनोभेट गर्न मन लागिरहेको थियो अनि त्यसपछि धेरै कामहरू बाँकी थियो त्यही भएर चाहिँ यो चाहिँ म गर्छु भनेर सोचिरहेको थिएँ तर चाहिँ त्यो सबै गर्दा गर्दा जुन चाहिँ मेन भएको छ त्यो चाहिँ भएको छैन कि जुन रुम जहाँ चाहिँ आरबिडिबी अनि आयुजीको जान बस्छ त्यो रुम चाहिँ अलिकति राम्रोसँग भएको छैन म देखाउँछु तपाईँलाई झुट बोले जस्तो सोच्नुहुन्छ भने म देखाउँछु है त फर्स्ट अफ अल लाइक होइन धेरै काम बाँकी छ यार पेन्डिङ धेरै काम बाँकी छ राम नाम सत्यको गीत पनि रिलिज भएको छ त्यो पनि रियाक्ट राम्रोसँग गर्न पाएको छैन अलि चाहिँ हेज होइन वक रेड कार्पेट कति बवाल भयो होइन त्यो बवालै थियो भनौँ न रियली प्राउड अफ होइन त्यो पनि बाँकी छ सो धेरै चिजहरू एकदम बाँकी छ एन्ड क्याचअप गर्न अलिक गाह्रो छ तर मलाई चाहिँ त्यो राम नाम सत्यको चाहिँ गाइज त्यो प्रमोसन चाहिँ त्यो चाँडो सुरु गर्नुपर्छ बिकज गीत आइसक्यो होइन सबैको टिकटकमा त्यो गीत हुनु पऱ्यो क्या पेलाम पाल हान्नु पऱ्यो तर अब मैले नगरेपछि कसैले पनि गर्दैन यार सुरु गर्नु न तपाईँहरू म जोइन गर्छु तपाईँहरूमा होइन पछि जोइन गर्छु सो किनभने बिकज दिस मुभी इज रियली इम्पोर्टेन्ट फर आयुष होइन किनभने अहिले मुभी नेपालमा त्यति नै अब चलेको त तपाईँहरूले देख्नुहुन्न होइन सो वी हेभ टु मेक दिस मुभी सो सक्सेसफुल सो द्याट नेक्स्ट प्रोजेक्ट आयुषले गर्न साथ त्यो झन् एकदमै माथि पुग्यो सो नो म्याटर वाट त्यो मुभी जसरी सक्सेस हुनु पऱ्यो प्रमोसन काममा अझै धन्दा गीत आइरहेछ ट्रेलर आएपछि त फेरि फुटिहाल्छ तर मेन कुरा चाहिँ अब त्यो म गर्छु तर मेन रिजन म तपाईँलाई भन्छु के छ होइन छोरी यहाँ खाँदैछ क्यारा हाई भन हाई से बाई बाई गरिदेऊ सो यो रुम चाहिँ खास रेनोभेट चाहिँ भइरहेको थियो पहिला अर्कै कलर थियो त्यही भएर यो चाहिँ रुम अलि रेनोभेट भइरहेछ अलि पोस्टरहरू लगाएको छैन यो काम गरिरहेको छु मैले एन्ड अभियसली हेर्नु यहाँ रेनोभेट गऱ्यो होइन एन्ड त्यही भएर चाहिँ अलिकति टाइम लागेको छ क्या अब यो सबै अब अपार्टमेन्ट अलिकति धेरै टाइम लागेको थियो भनौँ न राम्रोसँग गरेको थिएन मैले अब कलरहरू पनि लाउनु बाँकी थियो त्यही भएर यो चाहिँ लास्ट विकमा धेरै यो 2 हप्तादेखि त सब यसैमा लागेको छ सो यो कुर्सी यहाँ चाहिँ यस्तो छ यहाँ मान्छे लाएर गरे होइन गाइज आफै गरे हो सो यो चाहिँ यहाँ यति कलर लगायो यो सबै कलर लगाएर अनि त्यसपछि यो यताउता चेन्ज गरेर सो यहाँ गरियो सो यही काममा अलिकति बिर्छु तर मेन काम के हो भने त्यो जुन मेरो हाम्रो भिडियोको रुम जुन छ यो त अब राम्रो भयो तपाईँले देखिसक्नु भयो चिरीच्याट्ट भयो होइन तर जुन मेन राम्रो हाम्रो चाहिँ जुन मन्दिर भनौँ न त्यसमा चाहिँ स्टोरेज रुम भएको कि गाइस प्रब्लम चाहिँ त्यो भयो अब तपाईँलाई म झुट बोले भन्नुहुन्छ म देखाउँछु ल ल दिस इज भिडियो रुम ल हेर्नु यहाँदेखि कपडादेखि लिएर हेर एउटा आयुजेको पोस्टर मात्रै राम्रो छ त्यहाँ त्यो भित्तामा अब सब यहाँ सामान छ क्या बिकज अब सबै यता र उताको यहाँको सबै सामानहरू अब राख्ने ठाउँ छैन नि त क्लियर भइसक्यो अब धेरै यहाँ फाल्ने सामानहरू पनि छ त्यही भएर यो सामान चाहिँ सबै यहाँ छ क्या सो द्याट्स वाइ आइ एम नट मेकिङ हेर्नु यो मेरो एडिटिङ रुम हो गाइज हेर्नु कस्तो छ पारा अहिले त्यही भएर सबै सामानहरू छ अब यसमा के भन्छ प्रोभाब्ली बाई नेक्स्ट विक यो म सक्छु होला होइन बाई नेक्स्ट विक भन्दा पनि मिड नेक्स्ट विकमा चाहिँ के म किनभने आई स द भ्लग टुडे अफ अलिजे एज वेल प्राइम भिडियो चलेको थियो धेरै राम्रो थियो त्यो पनि मैले हेरिरहेको थिएँ सो आई वान्टेड टु रियाक्ट द्याट एज वेल तर के भने रुमको हालत यस्तो रुम हालत यस्तो यो अझै रेनोभेट गर्नु छ कि मैले यहाँ अलिकति कलर लाउनु छ अलिकति लाइटिङ राखेर अलि बनाएपछि अलि राम्रै बनाऊँ ताकि होइन कन्सिस्टेन्ट हुन्छ एकचोटि बनाएपछि फेरि मजाले चल्छ नि त त्यही भएर चाहिँ यो रुम चाहिँ यो भएको छ अब रिजन यही हो गाइज अहिलेको अरू रिजन केही होइन अहिलेको रिजन चाहिँ यही हो मेरो यो भिडियो हाम्रो एडिटिङ रुम चाहिँ यस्तो छ त्यही भएर चाहिँ द भिडियो हेजन प्रोबाब्ली कम तर अब फेरि म यो यसमा रुम बनाउनुमा पनि बिजी भयो नि त बट वी हेभ टु डु इट किनभने अब
बिस्तारै बिस्तारै मुभीको पनि कामहरू सकिएपछि सबै अब भाइको पोस्टर यताउता मेन अब कुर्नी नै आयुषको होइन। अनि त्यसपछि मेन त्यो आउने बित्तिकै त फेरि भइहाल्छ। तर गीत मैले देखेँ थिएँ, गीत पनि एकदमै राम्रो छ होइन, राम नाम सत्यको मुभीको। सो टिकटकहरू बिस्तारै म नि निकाल्छु, अब बल्ल त अलिकति रुम सेट भयो होइन। त्यसपछि म पनि निकाल्छु, त्यसपछि सबैले बनाउनुपर्छ प्रमोसन यार। आयुषको भएपछि केही न केही होइन, दुईजनाको केही न केही बवालै गर्नुपर्छ, बिकज दिस प्रोजेक्ट रियली इम्पोर्टेन्ट फर आयुष। एन्ड तपाईँलाई थाहा छ हाउ मच आयुष एन्ड अली चाहिँ इज रियली इम्पोर्टेन्ट फर अस, त्यो त भन्नै पर्दैन है त। सो अहिलेलाई चाहिँ अपडेट चाहिँ त्यही हो मेरो। बट तपाईँहरू आज रुम मात्रै हेर्नु यार, मेरो काम हो यो, मान्छे लगाएको होइन, सबले भन्ला मान्छे लगाएको भने दिस इज डन बाई मी होइन। अनि त्यसमा मेरो एकजना भाइ अनि अभियसली कञ्चनले त हेल्प गरिहाल्छ होइन। सो हामीले चाहिँ जस मिलेर यो गरियो। अनि त्यही भएर चाहिँ रुम चाहिँ अहिले चट्ट यस्तो देखाएको छ होइन। जस बसुन्जेल चाहिँ अलिकति राम्रोसँग बनाऊँ केही भनेर हो। सो रिजन चाहिँ त्यही हो गाइज, देख्नुभयो नि होइन। अरू के छ गाइजहरू, हालको सबैजना सन्चै हुनुहुन्छ होइन। टिकटक भिडियोहरू तपाईँले त्यो भिडियोमा पनि देख्न सक्नुहुन्छ, मैले त्यो भिडियो बनाउने बेला अनि कन्टेन्ट बनाउने बेला यो पछाडि केही गरेकै थिएन क्या, बिकज प्लान त टन्नै थियो। तर यतापट्टि यो कामको इस्यु यताउता भएको भएर मैले यो रेनोभेट गर्न पाएको थिएन। अनि तर प्रब्लम के भयो, रेनोभेट गर्दा गर्दा सामान राख्ने ठाउँ भएन। अब फेरि यो बनाएकै ठाउँमा यहीँ साइडमा राख्दा त फेरि त्यति राम्रो देख्दैन। त्यही भएर मैले चाहिँ अनि त्यसपछि ठिकै छ त्यहाँ राखौँ भनेर भनेको। तर सामान राख्दा राख्दा यति धेरै भयो कि लास्टमा पुरै। अनि त्यसपछि चाहिँ ट्याक्कै रुम चाहिँ यस्तो छ, अनि त्यसपछि गाह्रो हुँदैन है। सो रिजन त त्यही हो गाइज, यो रुमलाई चाहिँ टक्क बन्द गरिदिउँ आयु चाहिँ एवाइ चाहिँ होइन। अनि त्यसपछि चाहिँ यो हुन साथ आई विल डेफिनेटली कम भिडियो। अनि त्यसपछि रियाक्ट गर्नुपर्छ। अनि त्यसपछि मोज मस्ती चाहिँ छँदैछ हामी, जोस् हामी चाहिँ रमाइलो गर्ने यत्रो वर्ष भइसकेको छ होइन, सँगै भएको रमाइलो चाहिँ जहिले रमाइलो भइरहेको छ। सो त्यही भन्नुको साथ फेरि प्लिज यो त यार कस्तो भयो नि, एउटा आयुषको भ्लग थियो अनि त्यसपछि एउटा मेरो रियाक्सन भिडियो छ, त्यस्तै भयो जस्तो भयो अलिअलि होइन त। किनभने भाइको पनि भ्लग देख्न पाइएन, मेरो पनि फेरि रियाक्सन भिडियो नदेख्ने हो कि भनेर सोच्नु भयो होला। तर त्यस्तो केही पनि हुँदैन गाइजहरू है। म आउँछु, पाछा छ मेरो होइन। तर रिजन पनि भन्नेछु नि त होइन, सुरुको रिजन मैले भिजाको रिजन भनिसकेँ। अब सेकेन्ड रिजन विच इज अ गुड रिजन होइन, चट्ट लाएर देख्नुभयो नि होइन, कामहरू गरिरहेछ नि त। त्यही भएर अब यो हुन साथ त्यसपछि फेरि म चट्ट आउँछु। ओके, सो टिल देन यो भ्लग इन्जोय गर्नु, अनि त्यही त हो रमाइलो गर्नु। अनि त्यसपछि चाहिँ क्यारे बाई भन्छ कि छोरी, छोरी बाई भनिदेऊ, से बाई बाई। चुप्पा दिदेऊ त सबलाई प्लिज प्लिज। क्यारा बेबी साग होइन कि, चुप्पा दिदेऊ न। थ्याङ्क यू छोरी, वेलकम भन, वेलकम खै त। ओके बाई बाई। टिभी हेर्दा खाजा आइरहेको। सो थ्याङ्क यू सो मच फर वाचिङ गाइज, त्यही त भिडियो। सो होपफुली यही अपडेट हो। एन्ड डेफिनेटली रियाक्सन भिडियोहरू आएपछि चाहिँ फेरि रमाइलो गर्नुपर्छ सबैजना होइन। तर प्रमोसन चाहिँ एज आई टोल्ड यु गाइज होइन, भिडियो चाहिँ जुन चाहिँ म्युजिक भिडियो आएको छ होइन, म्युजिक भिडियो भन्दा पनि त्यो फिल्मको म्युजिक भिडियो आएको छ, त्यसको गीतको चाहिँ टिकटकहरू पेलामपाल गर्नु पऱ्यो। आई विल अल्सो मेक वान जुन मेरो मसँग टाइम हुन्छ, अनि देन विल डु समथिङ बिगर। प्रमोसन चाहिँ फेरि कम गर्नु हुँदैन, बिकज वी हेभ टु लेट एभ्रिबडी नो द्याट रामनाम सत्य आउँदैछ होइन। अनि त्यसपछि म पनि यो कामहरू सबै भ्याएपछि देन फेरि टुगेदर हुन्छ है त। So thank you so much for watching this video guys. If you like this video, don't forget to like and subscribe to the channel, and see you in the next reaction videos guys. Bye bye.